हेर्नुहोस् है त, यो चाहिँ तपाईँहरूको हार्ट लाइन हो। यदि तपाईँहरूको हार्ट लाइन चाहिँ सिधा बृहस्पतिको माउन्टसम्म आएको छ भने यस्तो व्यक्तिहरूसँग चाहिँ धेरै ज्ञान हुन्छ। अर्थात् बृहस्पति भनेको देवहरूको पनि देव, देवताहरूको पनि देवता, ज्ञानको देवता। तसर्थ यदि हार्ट लाइन चाहिँ सरी बृहस्पतिसम्म पुगेको छ भने चाहिँ त्यस्ता व्यक्तिहरू धेरै ज्ञानी हुने, पढ्न रुचाउने र त्यस्ता व्यक्तिहरूले आफ्नो पेसा प्रोफेसर अथवा टिचर बनेर अगाडि बढ्नुभयो भने धेरै सफलता मिल्नेछ। किन भन्दाखेरि यो बृहस्पति भनेको ज्ञानको देवता, जमिनको देवता। तसर्थ तपाईँ धेरै ज्ञानी हुनुहुनेछ, धेरै ज्ञान तपाईँमा हुनेछ र यदि धेरै ज्ञान भएको व्यक्ति टिचर भएमा, प्रोफेसर भएमा उहाँहरूले आफ्नो जीवनमा धेरै ठुलो सफलता प्राप्त गर्नुहुनेछ। तसर्थ तपाईँहरू पनि आफ्नो हात हेर्नुहोस् वा आफन्तको हातको रेखा हेर्नुहोस् अनि त्यही अनुसार निर्णय गरेर आफ्नो भविष्य एकदमै सुमधुर बनाउनुहोस्।